दर्शक पनि नमस्ते, गुड इभिनिङ। यति बेला पशुपतिनाथ प्राङ्गणबाट म यो भिडियो सम्प्रेषण गरिरहेको छु। म विष्णु रासिनी सुधाक जस्तै आज पनि म यो ठाउँमा दर्शन गरेर आएको अवस्था। अब म पशुपतिको नाथ दर्शन गरिसकेपछि म बाहिर आएको छु है। भक्तजनहरू आइरहनु भएको छ भने अब यहाँबाट म चाहिँ आफ्नो गन्तव्यको ठाउँमा पुग्दैछु। त्यहाँ गएपछि पार्किङहरू इत्यादि के छ सुविधा अवश्य देखाउने छु भन्दै। जय शंभो। अभी दिया था, अभी थोड़ी देर पहले उधर थी ना दूसरी। तुम भूल जाती हो, मांगने वाले भी बहुत सारे हैं इधर। अब यो चाहिँ पशुपतिनाथको ठक्कै एन्ट्री गेट हो है त। यो दक्षिण द्वार भन्छ यसलाई। यतातिर पार्किङ, यताबाट पनि आउँछ भक्तजनहरू ट्र्याक्टर लाएर। यो चाहिँ पार्किङ स्थल हो। यहाँदेखि भित्र चाहिँ एन्ट्री हुन्छ है पशुपतिनाथको दर्शनको लागि। भक्तजनहरू यहाँका आउने जाने गर्नुहुन्छ। आपको क्यों हंसा दिया? क्या बना रहे हो वीडियो? आपकी अच्छी हो इसलिए है ना, इसलिए। ओ यो पार्किङ स्थल हो है। ठ्याक्क लाएर यहाँ आएर चाहिँ पार्किङ गर्न सक्नुहुन्छ। पार्किङको एकदम सुविधा राम्रो व्यवस्थित छ, पहिले भन्दा धेरै राम्रो। अब इन्डियातिरबाट आउने भक्तजनहरूका गाडीहरू अनेक प्रकारका गाडी यहाँ मैले देखेँ। अब सबै इन्डियनहरू आएका छन् दर्शन गर्नलाई। केदारनाथको दर्शन गरिसकेपछि यहाँ भगवान् पशुपतिनाथको दर्शन गर्नाले पूर्ण फलको प्राप्ति हुन्छ भन्ने शास्त्रमा उल्लेखित भएको कारणले गर्दाखेरि यहाँ चाहिँ इन्डियातिरका भक्तजनहरू आउनु भएको छ है। गाडी पनि कस्तो किसिमको हो बाबु, यो गाडी पनि अनौठो लाग्यो है मलाई। यो चाहिँ अब म आफ्नो पार्किङ स्थलमा जाँदैछु। भक्ति भन्ने कुरा चाहिँ नगर्नु राम्रो होइन। त्यही भन्दै यो भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद। ट्याक्टर बाइक कता छ? पैसा बुझाउनु पर्ला नि त। बाइक त्यहाँ छ।